के हामी कुनै सैन्य गठबन्धनको राष्ट्र बन्न गइरहेको छु के त्यो हाम्रो संविधान उल्लङ्घन गर्ने कांग्रेस एमाले आफ्नो सेन्ट्रल कमिटीबाट निर्णय गरिरहेछ कि हामी 2/3 सरकार छु संविधान संशोधन गरेर धारा 51 संशोधन गर्छु कि त्यसमा हामी जुन संलग्न पराष्ट्रनीति छ जुन पञ्चशीलको सिद्धान्तमा छ त्यो पराष्ट्रनीति अब हामी मान्दैन। हालै सम्माननीय प्रधानमन्त्रीजीको चीन भ्रमणमा दुईटा चाइनाको परराष्ट्र मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्ति एक आपसमा बाँझिएको छ। चाइनाको परराष्ट्र मन्त्रालय स्पष्ट लेखेको छ कि नेपाल सपोर्ट ग्लोबल सिक्युरिटी इनिसिएटिभ, त्यहाँ लिपुलेखको कुनै मेन्सन छैन र नेपालको परराष्ट्र मन्त्रालय त्यो ग्लोबल सिक्युरिटी इनिसिएटिभको कुनै मेन्सन गरेको छैन, लिपुलेख मेन्सन गरेको छ। सत्य के हो? हाम्रो संविधानको धारा 51 ग्यारेन्टी गर्छ कि हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति छ। युनाइटेड नेसनको चार्टर अनुसार हाम्रो परराष्ट्र नीति छ। के हामी कुनै सैन्य गठबन्धनको राष्ट्र बन्न गइरहेको छु के त्यो हाम्रो संविधान उल्लङ्घन गर्ने कांग्रेस एमाले आफ्नो सेन्ट्रल कमिटीबाट निर्णय गरिरहेछ कि हामी 2/3 सरकार छु संविधान संशोधन गरेर धारा 51 संशोधन गर्छु कि त्यसमा हामी जुन संलग्न पराष्ट्र नीति छ जुन पञ्चशीलको सिद्धान्तमा छ त्यो पराष्ट्र नीति अब हामी मान्दैन। त्यो कम्तीमा यहाँ घोषणा गर्नु। सत्य तथ्य के हो? सदनलाई सम्माननीय प्रधानमन्त्रीजीले जानकारी गराउनु पर्यो कि हामी जीएसआई को पार्ट हो कि होइन अथवा लिपुलेखको चर्चा। नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या 90% नागिसकेको छ। लाखौँ नेपालीको रोजगारी, व्यवसाय र उद्यमशीलता सामाजिक सञ्जाल डिजिटल प्लेटफर्मसँग गाँसिएको छ। तर सरकार धम्कीको शैलीमा फेसबुक युट्युब बन्द गर्ने कुरा गर्छ। सहयोग महोदय, सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको कुनै असहमति छैन। सर्वोच्च अदालतले दिएको स्पष्ट फरमादेश छ। यी प्लेटफर्म दर्ता गरेर नियमनमा ल्याउनुपर्छ। सरकारको कर्तव्य भनेको यही आदेश अक्षरशः कार्यान्वयन गर्नु हो। त्यसका लागि कूटनीतिक वार्ता, कानुनी प्रबन्धन र दीर्घकालीन रणनीति अपनाउनु हो। धम्की दिने वा हतारमा बन्द गर्ने होइन। तर सरकार संयमता र कौशल देखाउनुको साटो 1 हप्ता 2 हप्ता शैलीको धम्कीमा उत्रेको छ। यो जनहित विपरीत छ। सहयोग महोदय, विपद व्यवस्थापन र रोग नियन्त्रणमा सरकारको लापरवाहीको सीमा नागेको छ। यसै वर्ष 3447 विपद घटनामा 221 नागरिकको ज्यान गुमाइसकेका छन्। वीरगञ्जमा हैजा फैलेको 1.5 हप्ता बित्दा पनि शोध पत्ता लागेको छैन। जनता त्रासमा छन् तर सरकार मौन छ। के सरकारले हैजा नियन्त्रण गरिरहेको छ कि मान्छे नियन्त्रण? अझ व्यथित विरुद्ध बोल्नेलाई षड्यन्त्र र दमन मार्फत जेलमा हाल्ने काम भइरहेको छ। यस्तो सरकारलाई जनताको होइन अपराधीको नियन्त्रणमा परेको भन्नुपर्छ। किरण शाहलाई तत्काल रिहा गरियोस्। सहयोग महोदय, विगत 34 वर्षदेखि देशका नदी नाला कल कारखाना बेच्ने युवालाई परदेशको भट्टीमा धकेल्ने सहकारीका अरबौँको भ्रष्टाचार गर्ने असली ठगहरू आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाठ पठाउन खोज्छन्। म प्रश्न गर्न चाहन्छु, सहकारी पीडितको 88 अर्ब कहिले फिर्ता हुन्छ? किसानलाई मल भुक्तानी कहिले दिने? मिटर ब्याज पीडितले न्याय कहिले पाउने? भिजिट भिसा मानव तस्करीको फाइल कहाँ लुकाएको छ? किन कारवाही भएन? सहयोग महोदय, 3 दशकको दलाल संस्कार, भ्रष्टाचार र लुटतन्त्रले देशलाई खोक्रो बनाएको छ। तर जनता अब मौन छैनन्। यो मक्चेको संरचना केही वर्षमा भत्काउने आन्दोलन सुरु भइसकेको छ। यही कारणले तिनीहरूको निदा हराम भएको हो। म सभामुख महोदय मार्फत स्पष्ट भन्न चाहन्छु, हेक्का रहोस् 84 सम्म सहौला, त्यसपछि हेरौला। मानव तस्करी र भ्रष्टाचार विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ। हाम्रो माग पुरा होस्। धन्यवाद। सरकारले न संविधान मान्नुपर्छ न कानुन मान्नुपर्छ। जे गर्दा पनि यो सबै वैधानिक हुन्छ भन्ने किसिमले सरकार अगाडि बढिराखेको छ। वैधानिक किन हुन्छ भने सभामुख महोदय, जतिखेर संसदको विश्वासको मसँग जोडिएको कुरा हो, यो सरकारको समर्थन गरेका पार्टी या राजनीतिक दलहरू आज सरकारको समर्थन फिर्ता लिएको छ। तर आजसम्म विश्वासको मत 30 दिनभित्र लिनुपर्छ, तर आजसम्म लिएको छैन। त्यसको गम्भीर प्रश्न उठेको छ सभामुख महोदय यो सरकारको। दोस्रो कुरा, संसद सचिवालयले चाहिँ सरकारसँग बहुमत छ भनेर अदालतलाई चिठी लेख्नु भएको छ। यो भनेको के हो सभामुख महोदय? यो संसदलाई यसरी गुमराहमा राखेर सचिवालयबाट पठाउन मिल्छ? यो 2/3 सरकार छ कि 1/3 छ कि अल्पमत छ कि बहुमत छ, त संसदले गर्ने हो नि। तपाईले चिठी पठाउनु भएको छ सचिवालय, यो कुरालाई पनि तपाईले चाहिँ मध्यनजर गरेर यो सरकारको स्वेच्छाचारीमा संसदले समर्थन गर्नु हुँदैन। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमणमा जाँदाखेरि चाइनिज मिडियामा के कुरा आयो भने नेपालले ग्लोबल सिक्युरिटी इनिसिएटिभ जीएसआई भनिन्छ त्यसमा सहमति जनाएको छ भन्ने कुरा आयो। यो कुरा हाम्रो असंलग्न नीति
यो हामीले बोकेको नन एलाइनमेन्ट नीतिबाट फरक हो र यस्तो कुरा भएको छ भने नेपाललाई आउने दिनमा घातक हुन सक्ने स्थिति छ। सभामुख महोदय, यो कुरालाई सम्मान्य प्रधानमन्त्रीज्यूले सदनको अगाडि आएर प्रश्न भन्नु पर्यो, किनकि हाम्रो परराष्ट्र नीतिबाट हामी अलग जान लायौँ, फरक हामीले कुरा राख्न लायौँ भने यो सदनले जानकारी पाउनुपर्छ। अर्को कुरा, यो प्याप्सनले उठाएको मागहरू सबै ठिक छ। प्याप्सनलाई कम्पनी एक्टमा जानेबाट रोक लगाउने भन्दा प्याप्सनले जुन यो प्राइभेट स्कुलहरूले ठुलो योगदान नेपालका विद्यार्थीहरूलाई र नेपाललाई गरिरहेको छ, ट्याक्सहरू उठिरहेको छ र राम्रो क्वालिटी एजुकेसन पाइरहेको छ। यो स्कलरसिप दिने कुराहरूलाई कुनै समस्या छैन। पहिले पनि 10% छात्रवृत्ति दिने भनेकै हो। त्यसमा म पनि नगरपालिकामा हुँदाखेरि 60-40% गरेर राम्रोसित चलाएको थियौँ। अहिले त्यसलाई बढाएर 15% गरेको छ। त्यसमाथि पनि स्कुलले फ्री दिने कुराहरू, फिसहरू माफ गर्ने कुराहरूमा कुनै समस्या छैन। तर बाहिरबाट किनेर ल्याउने कुराहरू स्कुलहरूले यो कुरा सक्दैन भन्ने कुरा मैले जानकारी गराउन चाहन्छु। र नन प्रफिट अर्गनाइजेसन बनाउने भनेर भनेको छ, यो हाम्रो संविधानको मर्म विपरीत हो। यत्रो ठुलो लगानी प्राइभेट स्कुलहरूको भएको छ र प्राइभेट स्कुलहरूलाई निरुत्साहित गर्न भन्दा पनि हामीले प्रोत्साहन गर्नुपर्ने नीति सरकारले लिनुपर्छ भन्ने कुरा मैले यहाँहरूमाथि निवेदन गर्न चाहन्छु। अन्तिममा, म एउटा किसानको छोरा हो, किसानको मर्म बुझ्छु र अहिले जुन उखु किसानहरूले जुन चलाएको आन्दोलन छ र उहाँहरूको अनुदान जुन घटाइएको छ, त्यो अनुदानलाई यथावत राखियोस् भन्ने मेरो माग छ र मल खाद किसानहरूलाई सुलभ रेटमा र टाइममा पाओस् भन्ने म यहाँ निवेदन गर्दै आफ्नो कुरा अन्त गर्छु। र चिनिया राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संस्था एससिओको शिखर सम्मेलनमा भाग लिएर सम्मानित प्रधानमन्त्री केपी शर्मा ओली आज राति नेपाल फर्कनु भएको छ। उहाँ चीन जानु अघि हामीले यसै प्रतिनिधि सभामा भाद्र 14 गते तपाईँ चीन जाँदै हुनुहुन्छ। चीनका राष्ट्रपति सी जिनपिङसँग पनि तपाईँको भेट हुन्छ। केही समय अगाडि चीन र भारतले नेपालको भूभागमा नेपाललाई वास्तै नगरी दार्चुला जिल्लाको लिपुलेक भन्ज्याङलाई व्यापारिक नाका खोल्न सहमति गरेको विषयमा सहमतिप्रति आपत्ति जनाउन र उक्त सहमतिको कार्यान्वयन नगर्न अनुरोध गर्नुहोला भनेर हामीले आग्रह गरेका थियौँ। नेपालको भूभाग लिपुलेक नाका मार्फत सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीन बीच हालै भएको समझदारीप्रति प्रधानमन्त्रीज्यूले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको कुरा सुन्यौँ। सम्मान्य प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरी भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पनि यसै गरी आपत्ति जनाउन म अनुरोध गर्न चाहन्छु। लिपुलेक कालापानी क्षेत्रको विषय भारत र नेपाल बीचको विषय भन्दै चीन पन्छिएको कुरा बाहिर आएको छ। हामीले सधैँभरि चीनलाई हाम्रो असल छिमेकी मानेका छौँ र एक चीन नीतिको पक्षमा छौँ। हामी भारत र नेपालको मात्र मामिला हो भनेर चीन पन्छिन मिल्दैन। सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओलीको यो भ्रमणमा दुईवटा विवादास्पद कुराहरू सुनिएको छ र देखिएको छ। सभामुख महोदय, चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईमा नेपाल सहमत भएको कुरा आएको छ। चिनिया राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चिनिया पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईमा नेपाल समर्थन गर्छ भनेर वक्तव्य जारी भएको छ। प्रधानमन्त्रीको भ्रमणदलका नेता र मन्त्रीहरूले यसमा नेपालको समर्थन छैन भन्ने कुरा भन्दै आएको देखिन्छ। सत्य कुरा चाहिँ के हो यो प्रश्न हुन जरुरी छ। चीनले जापानमाथि विजय गरेको दोस्रो विश्वयुद्धको अन्त्यको 80औं वार्षिक उत्सवको अवसरमा आयोजित परेडमा सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओली सामेल हुनुभयो। जापान नेपालको प्रमुख विकास साझेदार देश हो। जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा सम्मान्य प्रधानमन्त्री भाग लिनु
नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको विरोध भएन। यसबारे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर सत्य के हो जानकारी गराउनको लागि हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, औलो उन्मूलन कार्यक्रम देशकै पहिलो जनस्वास्थ्य कार्यक्रमको रूपमा विक्रम सम्वत 15 सालबाट सुरु भएर 35 सालमा औलो उन्मूलन कार्यक्रमलाई औलो नियन्त्रण कार्यक्रममा परिणत गरिएको देखिन्छ। 75 पश्चात संघीयताको कार्यान्वयनसँगै स्वास्थ्यका कार्यक्रम र जनशक्ति तिनै तहमा आवश्यकताका आधारमा व्यवस्था र वितरण नहुँदा प्रदेश र स्थानीय तहको सङ्गठन संरचना किटजन्य रोग सम्बन्धीका जनशक्ति व्यवस्था हुन सकेको छैन भने औलो, हात्तीपाइले र कालाजोरलाई सन् 25 भन्दा अगाडि नै निवारण गर्ने लक्ष्य लिएको र अन्तर्राष्ट्रिय जगतमा समेत प्रतिबद्धता जनाए तापनि विभिन्न कारणले गर्दा उक्त लक्ष्यलाई सन् 30 सम्ममा सारिएको छ। नेपालका प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको औलो, कालाजर, डेङ्गी, स्क्रब टाइफस, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले लगायत नयाँ तथा पुनः देखिने किटजन्य रोगहरूको रोकथाम, नियन्त्रण र निवारणको विषयमा अध्ययन, अनुसन्धान र स्वास्थ्य कर्मीको क्षमता विकास गर्न र नेपालले सन् 30 सम्ममा पुरा गर्न लिएको लक्ष्य प्राप्त। माननीय सदस्य अब्दुल खान। सम्माननीय सभामुख महोदय, यही भदौ 20 र 21 गते पर्न गएको मोहम्मद पैगम्बरको जन्म जयन्तीको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक मङ्गलमय शुभकामना मेरो पार्टी जनमत पार्टीको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट दिन चाहन्छु। र साथै पैगम्बर मोहम्मदको जयन्तीको अवसरमा भव्य र सभ्य तरिकाले मनाउनको लागि म सम्मानीज्यू मार्फत अपिल पनि गर्न चाहन्छु। साथै सम्मानीज्यू, परनिर्भरता हुनु एक प्रकारको दास्ता जस्तै हो। त्यसकारण हामीले आत्मनिर्भर नेपाल बनाउनुपर्छ भने सबैजनाले बहस गरिराख्नु भएछ। त्यही अवसरमा अगाडि चाहिँ हाम्रो देश बढिरहेको छ। तथापि विभिन्न बाह्य देशबाट आयातित वस्तुहरूको कारणले गर्दा नेपाली उत्पादनकर्ताहरू समस्यामा परिरहेका छन्। खास गरी अहिले केरा उत्पादनको समय हो। यस समयमा केरा उत्पादनकर्ता किसानहरूले भारतीय बजारबाट आएको केरा। माननीय सदस्य अमनलाल मोदी। सामान्य सभामुख महोदय, यो सरकारलाई न संविधान मान्नुपर्छ न कानुन मान्नुपर्छ। जे गर्दा पनि यो सबै वैधानिक हुन्छ भन्ने किसिमले सरकार अगाडि बढिराखेको छ। वैधानिक किन हुन्छ भने सभामुख महोदय, जतिखेर संसदको विश्वासको मसँग जोडिएको कुरा हो, यो सरकारको समर्थन गरेका पार्टी या राजनीतिक दलहरू आज सरकारको समर्थन फिर्ता लिएको छ। तर आजसम्म विश्वासको मत 30 दिनभित्र लिनुपर्छ, तर आजसम्म लिएको छैन। त्यसको गम्भीर प्रश्न उठेको छ सभामुख महोदय यो सरकारको। दोस्रो कुरा, संसद सचिवालयले चाहिँ के अरे सरकारसँग बहुमत छ भनेर अदालतलाई चिठी लेख्नु भएको छ। यो भनेको के हो सभामुख महोदय? यो संसदलाई यसरी गुमराहमा राखेर सचिवालयबाट पठाउन मिल्छ? यो 2/3 सरकार छ कि 1/3 छ कि अल्पमत छ कि बहुमत छ, त संसदले गर्ने हो नि। तपाईँले चिठी पठाउनु भएको छ सचिवालय, यो कुरालाई पनि तपाईँले चाहिँ मध्यनजर गरेर यो सरकारको स्वेच्छाचारीमा संसदले समर्थन गर्नु हुँदैन। धन्यवाद। माननीय सदस्य अमरबहादुर थापा। सम्माननीय सभामुख महोदय, दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनी नगरपालिका को वडा नम्बर 6 गडखा बलना वर्ष 60 को बिर्खे दमाईको 2 तले घर 2000 भदौ 4 गतेको अविरल वर्षाले पहिरो गएर भत्किएको छ। अहिले उनीहरूको एकदमै आकाश पनि बसेका छन्। तिनीहरूको व्यवस्थापन हुन सकेको छैन। तत्काल सरकारले त्यो व्यवस्थापन गरोस् भन्ने माग गर्न चाहन्छु। गरिब किसानहरूका निमित्त यो सरकारले यो बेलासम्म हुने खाद्य सम्प्रभुताको ऐन व्यवस्था गर्न सकेको छैन र जनताप्रति उत्तरदायी हुने र जनताका जाने गरिब किसानहरूको उन्नतिका लागि पनि बनाइने कानुनहरूले जनताप्रति उत्तरदायी भएका कानुनहरू निर्माण गर्नुपर्छ भन्ने भनाइ हो। र दोस्रो कुरा, नेपाल सरकारले को कालापानी सिमानाको यो अवसर चीन र भारतका प्रधानमन्त्री र राष्ट्रपतिसँग बसेरै छलफल गर्न पर्थ्यो। चीनका राष्ट्रपतिले केही वास्ता गरेको जस्तो देखिँदैन।
माननीय सदस्य अमरबहादुर रायमाझी। सम्मान्य सभामुख महोदय, नेपाल सरकारद्वारा 82 असोज 1 गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको एम्बोस नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम नागरिकहरूको गुनासो आइरहेको छ। पर्याप्त मात्रामा तयारी, प्राविधिक क्षमता, सहजता, राजस्व महँगी र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने हुने भएको हुँदा सरकारको डिजिटल सुधारको प्रयास राम्रो भए तापनि उक्त सुविधा प्रदान गर्न आवश्यक सबै खाले तयारीहरू पर्याप्त मात्रामा नभएको हुँदा सोको व्यवस्थापन गरी लागू गर्नेको लागि हाललाई यो सेवा स्थगन गरियोस् भन्ने माग गर्न चाहन्छु। सभामुख महोदय, नेपालीहरूको महान चाड नजिकै गइरहेको अवस्थामा बजारमा कृत्रिम अभाव सिर्जना भई नागरिकहरू मार्कामा परेका छन्। बजार अनुगमनलाई तीव्रता दिई नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउने व्यवस्था होस् भनी माग गर्दछु। सभामुख महोदय, बहुवर्षिक ठेक्काको लागि अर्थ मन्त्रालयद्वारा स्रोत सुनिश्चित दिने कार्य अत्यन्तै माननीय सदस्य डाक्टर अमरेश कुमार सिंह। सम्मानीय सभामुख महोदय, हालै सम्मानीय प्रधानमन्त्रीजीको चीन भ्रमणमा दुईटा चाइनाको परराष्ट्र मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्ति एक आपसमा बाँझिएको छ। चाइनाको परराष्ट्र मन्त्रालय स्पष्ट लेखेको छ कि नेपाल सपोर्ट ग्लोबल सिक्युरिटी इनिसिएटिभ, त्यहाँ लिपु लेखको कुनै मेन्सन छैन र नेपालको परराष्ट्र मन्त्रालय त्यो ग्लोबल सिक्युरिटी इनिसिएटिभको कुनै मेन्सन गरेको छैन, लिपु लेख मेन्सन गरेको छ। सत्य के हो? हाम्रो संविधानको धारा 51 ग्यारेन्टी गर्छ कि हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति छ। युनाइटेड नेसनको चार्टर अनुसार हाम्रो परराष्ट्र नीति छ। के हामी कुनै सैन्य गठबन्धनको राष्ट्र बन्न गइरहेको छु? के त्यो हाम्रो संविधान उल्लङ्घन गर्ने काङ्ग्रेस एमाले आफ्नो सेन्ट्रल कमिटीबाट निर्णय गरेको छ कि हामी 2/3 सरकार छु, संविधान संशोधन गरेर धारा 51 संशोधन गर्छु कि त्यसमा हामी जुन संलग्न परराष्ट्र नीति छ, जुन पञ्चशीलको सिद्धान्तमा छ, त्यो परराष्ट्र नीति अब हामी मान्दैन। त्यो कम्तीमा यहाँ घोषणा गर्नु। सत्य तथ्य के हो? सदनलाई सम्मानीय प्रधानमन्त्रीजीले जानकारी गराउनु पर्यो कि हामी जीएसआई को पार्ट हो कि होइन, अथवा लिपुलेको चर्चा। माननीय सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, कृषि प्रधान देशका किसान निरन्तर समस्यामा छन्। उको किसानहरू भुक्तानी ढिलाइ, सरकारी अनुदान कटौती, कम मूल्य, मत खातको अभावले धरनामा छन्। तत्काल माग सम्बोधन होस्। हिजो नुवाकोट तादी गाउँपालिका चिलाउने आधारभूत माध्यमिक विद्यालय घर फर्कदा बाढीले थाने रामबहादुर तमाङकी 4 वर्षे शशिकला तमाङको मृत्यु र अन्य जोयस, ज्योति र सुषमा तमाङ घाइते भई उपचाररत छन्। हालैको वर्षाले नुवाकोट, दुप्चे, सुर्तिन, सरमथली, भगवानमा मावि थापा परिवार क्षतिग्रस्त छ। कल्लेरीमा सूर्यबहादुर तमाङको घर जग्गा, विनोद लामाको बाख्रा फार्म सबै नष्ट छन्। शिवपुरी गारे र बेलकोट गढी सिरिसे बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ। संसदमा यी समस्याहरू बारम्बार उठाइए पनि सरकार मुख दर्शक बनेको छ। यो दुःखद र खेदजन्य अवस्थाको अभिव्यक्तिलाई सभामुखले गम्भीरतापूर्वक लिएर योसँग सम्बन्धित मन्त्रीहरूले कमसेकम शून्य समयमा उठेका विषयलाई सदनमा जानकारी गर्ने। माननीय सदस्य आसमा कुमारी चौधरी। सम्माननीय सभामुख महोदय, यही 2082 भाद्र 13 गते भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2082 प्रतिनिधि सभाबाट पास भएको छ। यसले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान हुने आशा पलाएको छ। म माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीज्यूलाई भूमिहीन किसानहरूको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। यसै गरी गुठी पीडित किसानहरूको यसको मुहानी हकको पूर्जा हातमा छ। वर्षौँदेखि जग्गाको भोग चलन गर्दै आएका छन्, तर जग्गा धनी पूर्जा पाउनबाट वञ्चित भएका छन्। उनीहरूको समस्या समाधान गर्ने गरी गुठी ऐन छिटो ल्याउन सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद। माननीय सदस्य ईश्वर बहादुर